हेलो नमस्कार सबैजना मेरा युट्युब मेम्बरहरूलाई सबैलाई चाहिँ मेरो नमस्कार छ। अनि आज चाहिँ यो नेपालको राजनीतिक विषयवस्तु हेर्दाखेरि राजावादी माओवादी कांग्रेस एमालेको चाहिँ गतिविधि हेर्दाखेरि मलाई अलिकति नरमाइलो लाग्यो, त्यही भएर दुई चार शब्द बोलौँ भनेर। अनि हाम्रो यो नेपाली राजनीतिकमा अहिले चाहिँ बागडोर सम्हालिरहेको नेकपा एमाले रोडमा गएर नेकपा एमाले जिन्दाबाद जिन्दाबाद भन्नुभन्दा चाहिँ यिनी अहिले चाहिँ हजुरको के भन्छ भनेपछि भिजिट भिसामा चाहिँ अलपत्र पारेका नेपालीहरूको उद्धारतर्फ लागे कति राम्रो हुन्थ्यो होला है। अहिले चाहिँ राजावादी आन्दोलनमा आए भन्दैमा तपाईहरु पनि चाहिँ आन्दोलनमै आउनुपर्ने भन्ने मैले त्यति उचित देखेन। त्यस्तो गर्नु भनेको चाहिँ एउटा स्यालले चाहिँ म बाघ बाघ भने जस्तो हो। नेकपा एमालेका मित्रहरू है, तपाईहरु चाहिँ केपी शर्मा ओलीले पहिले चाहिँ अलिअलि नेपाली राजनीतिकमा चाहिँ स्याबासी कमाएको थिए। अहिले चाहिँ जताकतै हेर्दाखेरि रिप भनेको मात्रै समाचारहरू देख्न मिल्छ। नपत्ताए तपाईहरु कोही पनि सोशल नेटवर्कहरुमा हेर्नु होला, त्यहाँ सबै 100 मा 99% केपीलाई गाली गरेको चाहिँ हामी हेर्न सक्छौं। त्यही भएर चाहिँ गाली नखाने कुरा काम गरौँ भन्न म चाहे। अनि नेकपा एमालेका कार्यकर्ता जीवहरू तपाईहरुको अग्रजहरूले चाहिँ नराम्रो काम गर्दा पनि चाहिँ राम्रो गर्यो भनेर नहेर्नुस् हैन। आफ्नो अस्तित्व आफ्नो चाहिँ कर्तव्यलाई नबिर्सिनुस् हैन। तपाईहरु हामी सबै चाहिँ नराम्रो कामलाई राम्रो भन्न लाग्यो भने देश कहाँ पुग्छ त्यो सोचौं है। अब चाहिँ एउटा आफ्नो अग्रजले नराम्रो काम गर्छ भने पनि त्यो नराम्रो कामको विरोध गर्न सकौं, त्यही भन्न चाहे। म कसै पार्टीमा संलग्न मान्छे हैन, म सर्वसाधारण मान्छे हो है। म सर्वसाधारणका हिसाबले अलिकति आफ्नो देशको गतिविधि राजनीतिक गतिविधि देख्दाखेरि मलाई अलिकति चित्त बुझेन, त्यही भएर भनेको। अहिले चाहिँ राष्ट्रिय चाहिँ एउटा चर्चामा आइरहेको चाहिँ यो भिजिट भिसा काण्ड छ। त्यो भिजिट भिसा काण्डलाई चाहिँ बरु कसरी सोल्ट गर्ने हैन, कसरी चाहिँ जनतालाई राहत दिने भन्नेतर्फ सरकारमा भएको अलि एमाले कांग्रेसले त्यतातिर ध्यान दिए हुन्छ हैन। आफ्नोलाई बचाउने अरूलाई पिल्ने यो चाहिँ प्रवृत्तिले नेपाली जनताको चाहिँ जीवनमा कहिले पनि चाहिँ भलाइ गर्दैन हैन। तपाईहरु चाहिँ अलिकति जनताको सामुन्ने अलिकति चाहिँ फेमस हुने विचार छ भनेपछि जनताको काम राम्रो गर्नुस् भन्न चाहे भन्दै म चाहिँ बिदा हुन्छु। सबैले मेरो कुरो कस्तो लाग्छ चाहिँ प्रतिक्रिया दिनु होला भन्दै म बिदा भए। बाइ बाइ।